what's up guys, welcome back to my new video अब नयाँ च्यानलको न्यू भिडियो यो आज चाहिँ हामीहरू कहाँ जाँदा कुल्चोकी कता किन त्यो कोइला कारो के हुन्छ नि आज हाम्रो आज किन गएर अरे 9 क्लास सकेको खुसीमा अनि अरू चाहिँ अनि 9 क्लास यस्तो हामी गएको अनि हाम्रो खाने व्यवस्थाहरू के छ अनि तटोडी छ त्यसैले चाहिँ बुझ्यो कि नानी के हान्ने तिम्रो नाम के हो मासु सुगमले पकायो मासु सुगमले पकायो ब्यागमा छ जिरामा मिट मसला हालेको हामी चाहिँ अहिले दोकानमा छौँ है पुरानो छक्री अब एकछिन पछि जान्छु त्यहाँ दुईजना साथीहरू किन्न गएको छ भुजिया र चुरा त्यहाँ गएर हामीले सिक्का पोल्नेहरू सब गर्ने भने है त चुरा किने को किन होइन कसकोमा लाखा परिचय फ्रम नो नेपाल अब हामी चाहिँ अहिले बस पार्कमा जाँदैछौँ हामी चाहिँ अहिले बस पार्कमा गएर अलि घुमाउने काम नगरौँ है रियाक्सनै आएन ल किन गर्ने भने चाहिँदैन बिदा एक दिनको बिडामा त्यत्रो होमवर्क दिन्छु 2 दिनको बिडामा कत्रो होमवर्क दिन्छ 10 क्लासको आमा कपी नै दिन्छ होला अरे एउटा पुरै भयो यार चाहिँदैन 2 दिन बिदा हामीलाई चाहिँदैन स्कुलले भिडियो हेरेर छ नि हामीलाई चाहिँदैन सो हामी चाहिँ अहिले कहाँ पुग्यो के सुन्नु हरायो भने हराइ यहाँ छ है हामी ग्रुप चाहिँ यतिको है 7 जना सो वी आर इन डक्टर पार्क समीको कपाट तल लुक्ने हामी भालुले अट्याक गरेछ त हाम्रोमा चक्कु छ होइन घाँटी चिर्दियो ए बस चक्कु कुराले लात हाल्नु पऱ्यो कुराले हाल्छ आयो अब टाउको मलाई साझा बस हेर्ने बित्तिकै उल्टी मात्र हुन्छ बिजोग भयो हाम्रो कसरी बिजोग हो भन्दा त गाडी पाएको छैन हामी 15-20 मिनटदेखि बसेछौँ यहाँ मलाई उल्टी आउनु लागिसक्यो गाडी हेर्दाखेरि गाडी चढ्नु भन्दा अनि उल्टी आउँदा जस्तो भयो हामी मात्र उल्टी आयो एक त झन् आज इलेक्ट्रिक बस यतिमा टाढ्छ होइन मान्छेमा नि उल्टी आउँछ मलाई पेट्रोलवाला छ इलेक्ट्रिकवाला हो यतिमा गाइस गोबर जहाँपट्टि बस पनि हामी त्यहाँ नबस्कन हामी अर्कै ठाउँमा बसिरहेको थियो रहेछ त्यही त साइड गेटमा पो बन्द रहेछ के हामीहरू चाहिँ बस चढेर नि अहिले हामी लगन पुलपट्टि चढेको समय मान्छे उठ्न परिरहेको छ बस सिटमा आएर यो त मर्ला जस्तो भइसक्यो बमिडा चोला जान्छ अनि अगाडि छ एकजना ल
बल्ल गोडावरी पुग्यो है गाइस एउटा पोपट भयो पोपट रोनकलाई चाहिँ बमिट आउला जस्तो भयो म पनि निस्क्यो चाहिँ मेरो चिसो चिसो लास्ट चिसो ओइ त्यता यार ल हामी गोडावरी पुग्यौँ है जथाभावी गाडी पार्किङ गरिएको पाइएमा कानुनी कारबाही गरिनेछ हामीलाई बाल हाम्रो गाडी होइन मण्डल हेलो हेर्नै छिटो ओइ बाँकीहरू खोइ कति चाँडो तिनीहरू हो होइन है तिनीहरू त हो नि 3 जना हो एकछिन मन त ठुलो बोला त ओइ भन्ने एकचोटि ओइ एकछिन ल हामी चाहिँ बाटो होइन अब हामी पुल्छ कि अहिले चढ्नुपर्छ ल हामी यो ठाउँ पहिला आएको छ हामी आएको छ स्कुलबाट पिकनिक लग्दाखेरि नि यतै आएको थियो हामी सायद यो ठाउँको नाम नौ धारा के धारा रे नौ धारा सायद अच्छा के ल अहिले अहिले गर्ने ल अब हाम्रो हाइकिङ ट्रेल स्टार्ट भइसक्यो हामी अब यो नौधारा मन्दिरबाट यसरी अगाडि गइरहेछौँ है त कोही फुलचोकीको हाइक हाम्रो अब स्टार्ट भयो हाम्रो यो पनि वाटरप्रुफ होला डुबा न वाटरप्रुफ बुला अनि वाटरप्रुफ मोबाइल हो नि त ल हेर्नुहोस् अब खाली छ अब हामी गइरहेछौँ वी आर हेडिङ टु आवर सावर डिरेक्सन जाम अब ओ यहाँ चाहिँ गीत बजाउन बया शान्तिले न यहाँ रुख काटेको रहेछ डिफरेस्टेसन इज हार्मफुल फर आवर वर्ल्ड इट कजेज ग्लोबल वार्मिङ हेर रुख काटेको छ यस्तो हुँदैन हाइकिङ ट्रेल यस्तो राम्रो छ ठाउँ त्यहाँ आउँदाखेरि सबजना सतर्कता अप्नाएर आउनुपर्छ त्यहाँ मान्छे हराएर कहिले नभेटेको केस पनि छ अनि बोल्न भन्नु अझै बोल्नु ल हामी अब 7 जनाको ग्रुप माथि लगाइरहेछौँ फुलचोकी हाइक 3 घन्टामा हामी माथि पुग्छौँ माथि त नजाने होला 3 घन्टामा पुग्छ भनेपछि किन नजाने अगाडि हाम्रो सुदिन ल हाई भन्नु ल अरू सबजनाको ग्रुप अगाडि छ हाम्रो यहाँको भ्यू राम्रो खाले देखिरहेछ ठाडो उकालो छ है फुलचोकीको हाइक आउँदाखेरि ग्रिप भएको जुत्ता लाएर आउनुपर्छ नत्रै यार बियर सियर खान्छ यस्तो बियर खानु हुँदैन पानी खानुपर्छ रोनाल्डो फ्यान भन्नुपर्छ रोनाल्डोले भनेको एकछिनपछि कोखाको भिडियो खिच्छु रोनाल्डो गाइजहरू भन्नुपर्ने कुरा मेरो साथी सुगाउनु भनिसक्यो भन्नको लागि केही शब्द भएन यतानिर आउने भए चाहिँ एक्लै नौटा हुन्छ है हराउँछ यता त हराउँछ गाह्रो छ यस त्यो भुजियाको प्याकेट सेकेट फालेर नफालौँ
अहिले पछि हामी खाएर पनि कसरी म्यानेजमेन्ट गर्छ भनेर पनि देखाउँछौँ। यस यस ए मण्डल अगाडि एउटा साथी थियो त्यसको नाम चाहिँ मण्डल हो। अनिस भन्दा ए अनिस मण्डल ओए अनिस सक्लिन भने के क्लिन हा सो गाइस हामीलाई चाहिँ चढ्यो आधा घन्टा भयो होइन हामी त आधा घन्टामै थाक्यो योभन्दा माथि जाने कि नानी जानीमा को छ 3 जना चारजना ल हाम्रो भोटले जित्यो सो वी गो अप ल सामान्य आँटा छुटाउनु छ यो हाम्रो एउटा स्पट खोजेको छौँ अहिले हल्का त्यस्तो ब्रेकफास्टहरू गर्नको लागि यो त मैले आफै खोजेँ यो त मैले जोर हो यहाँ खाना खान अलि सुइटेबल प्लेस भएन लास्टै फोहोर थियो अनि पाठसाट यताउता थियो त्यो सफा गर्नु भन्दा त बरु एकछिन चढौँ अझै एउटा ठाउँ पाउला अनि त्यही ब्रेकफास्ट गर्ने हामी सोचेको छौँ है ब्रेकफास्टमा हाम्रो के छ बाहिर चटपटे अनि यति हो अहिलेको लागि चिउरा त पछि होस् कसो त ओ ज्वरो रियल लाइफमा आफूलाई ज्वरो थाहा छ प्रिफायरमा नेम मिहक छ वालपेपरमा अस्ति धेरै किन्थ्यो म सब अलराउन्डर हो कि म एरेन पनि हो एरेन खोइ तेरो मिकासा यसको मिकासाको अर्कै एरेन छ म स्टोरी हेरेर हान्छु तेरो मिकासाको के गाइस मेरो मिकासाले नि मलाई छोडेर गयो मान्छे नहराओस् यो पिङ वाला हो त्यहाँबाट त्यही बाटोबाट हिँड्दैन कि अरू बाटोबाट के गर्छ यो चेक गरेर सँगै म पहिला एरेन थियो अहिले चौबितो भइसक्यो अनि ऊ त्यो एकजना चाहिँ काका छ त्यो एउटा एउटा को छ त जलानवाला त्यो मुला काकासी अहिले प्रमिट चाहिँ हो हेरे त्यो अब मार्न मात्रै बाँकी सोचा हान्न चाहिँ गाह्रो है जामा चढ्न नि गाह्रो हो जामा चढ्न नि गाह्रो हो मन्दालाई यसरी घिसाएर लानुपर्छ त्यस्तै कति 40 मिनट भयो होला हिँडेको धेरै भइसक्यो त्यो सबैको फटिसक्यो छैन पछि आए ओइ सुगम एक्लै जाने रे ल म पनि छु बेस्टेड हो नि त बिस्टिस ओइ गएर बाइक बोक्ने हामी चाहिँ थाकिसक्यो जियोस् जेनी भन्नुहोस् ए ब्याग बोक यहाँबाट रिटर्न गरेर बरु मार्बल लाटा गए ठिक थियो है ओ त्यो बाहुबली मेरो गाइस मेरो डन्डा है यो आधी घन्टा म बोक्दिन्छु त ए त्यो मेरो त बोक्न सक्दैनस् घिसानी त नि मान्छे घिसाडे जस्तो फिल हुन्छ क्या काले मण्डल गाइस गाह्रो चाहिँ है पुल्चोक यति फेमस ठाउँ छ होइन तर नि यता मान्छेहरू चाहिँ हामीले ढाएको छैन क्या हामी डाइनोसर यति आएर अरे ओइ हो क्या हो साँच्ची एउटा सोफा जस्तो হবে यो ठाउँ यति फेमस त पुल्चोक कि तर नि मान्छे छैन हामी 7 जना बाहेक अरू कसै मान्छेले चढेको पनि देखाएको छैन हामीभन्दा अगाडि पछाडि केही देखाएको छैन हामीले यसको अर्थ के हो थाहा पछाडि के भेटेको त पनि भन्दैन के रहेछ अहिले यो एउटा चिज भेट्छ अहिले Sugar is bad for our lungs, our health. कुन गीत हो Rasputin. There's lived a certain man in Russia long ago. He was big and strong and his eyes are burning low. Guys, गाह्रो है बाटो यो यिनीमा मान्छेहरू हराएको भनेर धेरै न्युज चाहिँ आयो आज हाम्रो 7 जनाको न्युज अनुसार है आश्रय सरणको 10 क्लास पुग्न आज विद्यार्थीहरू क्लासको अब चाहिँ हल्का हरियाली छ लाइट छ
ल ठिक छ गाइस अब यहाँ चाहिँ हामी खाजा खाने ओइ सफा गर पातहरू यहाँ राख्ने यताबाट यस्तो घना जङ्गल छ सबै हामीहरू चाहिँ अहिले सर्ट ब्रेकमा है चढ्न हामी 1 घन्टा जति चढ 1 घन्टा त होइन 50 मिनट जति त चढाएको थियौँ हामी हार्का नसक्ला जस्तो भयो अब खाली ठाउँ भेट्यो यहाँ यिनीहरू चटपटी बनाएर है खाली ठाउँ भेट्यो हाम्रो सिङ्गर मेरो चेला आयो चाहिँ ओ चेला ल हाम्रो चाहिँ यो प्रोफेसनलवाला यसले चाहिँ प्रोफेसनलै चटपटी बनाइदिन्छ खोइ जलाइले हात ल छैन जलाइले काट्ने ल खोइ कटेन जलाइले काट्ने हो ल जलाइनबाट काट्ने अरे नि त So what, we get drunk. So what, we smoke weed. We're just having fun. We don't care who sees. So what, we go out. That's how it's supposed to be. Cause you know I'm high as fuck. Living young and wild and free. So what? I keep 'em rolled up, sagging my pants, not caring what I show. Keep it real with my niggas, keep it playing for these hoes. It look clean, don't it? Washed it the other day, watch how you lean on it. Eat me some 501 jeans on it, roll joints bigger than King Kong's fingers, and smoke them hoes down to they stingers. You a class clown, and if I skip for the damn with your bitch smoking grade You know what? It's like I'm 17 again, peach fuzz on my face. Looking on the case, trying to find a hella taste. Oh my god, I'm on the chase. Chevy, it's getting kinda heavy. Irrelevant, selling it, dipping away. Time keeps slipping away. Zipping the safe, flipping for pay. Tipping like I'm dripping in paint. Up front, 4 blunts like a leaf, put the wheat in So the J. what, we get drunk. So what, we smoke weed. We're just having fun. We don't care who sees. So what? ओ त्यस्तो नआउने तिमीहरू पागल हो आफ्नो ब्यागहरू लिऊ ब्यागहरू लिऊ ओ ब्यागहरू लिन ए तल अझै दिँदैन ओ मासु नै परेन मासु हालेको टोइलेट आउँछ ठाउँ चाहिँ हामीले त्यो चटपटी बोकेर आउँछ भनिरहेको छु त बोक्ला कसरी खाइरहेको थियो बाटोटाको भएको एक त खैरा मैले बोलाइरहेको छु क्या हामीले चाहिँ खान सक्छौँ होइन अब हामी माथिमा चढ्ने गाह्रो छ अब हामी मार्बल डाँडामा जान्छौँ है त जा रु न कुनाल मना जा यसरी त्यो खुट्टा चाली चाप्ने जस्तो गर्दैन सानो बच्चा हेरिस् कहाँबाट आमाले छोडिदिएर हो फुच्चे तेरो आमाले यहाँ जान्थ्यो बच्चा ओ बच्चा ओइ कसको बच्चा हरायो ओइ बच्चा हरायो सो हामी चाहिँ फुलचोकीबाट तल झरिसक्यौँ ल हाम्रो चिनो है त हामी पुलचोकी आएको भनेर देखाइदियो त राम्रो यी ग्याङ साइनमा गर्छ त यस्तो हामी पनि यस्तो गर्ने पछि त्यहाँ मार्बलमा चढेर हामी चाहिँ पुलचोकीबाट झरौँ है अब एकछिन यहाँ रेस्ट गर्छौँ ढुङ्गामा त्यसपछि त्यो मार्बल डाँडा ओए नाइस भ्यू ओए मार्बल डाँडामा जान्छौँ ल पुलचोकी राम्रो त राम्रै होला हामी चढेनौँ है त्यही हो अब 10 बजी हामी 10 बजी जाउँला थुप्रोमा पुगेर हामी तपाईँहरूलाई देखाउनेछौँ यस त्यतिखेर क्या म ठुलो ब्लगर हुन्छ होइन के थाहा ल हाम्रो स्कुलबाट पिकनिक स्पोट कहाँ छ तल तल थियो कि मान्छे
हामी त्यहाँ तल घुम्ने चाहिँ माथि आमा केटाहरू त के अस्तिले त मेरो ज्याकेट त मेरै हातमा लाउनु भयो त या फुल चकिसक्यो नि त कहानी अब मार्बल डाँडा यस ब्रो हामी चाहिँ मार्बल डाँडाको टोरमा अझै नजिक हुँदैछौँ ओइ पैसा चाहिन्छ भने बरु डाइरेक्ट भन्न तिमीलाई के गिटार बजाएर मागिर बाटोमा हामी चाहिँ मार्बल डाँडाको ओइ साइड यो दाउरा फ्याल्ने हेर्नु भ्यू भ्यू चाहिँ खतरा है गाइस 3 तारिक हेर्नु न कस्तो राम्रो छ कस्तो राम्रो के छ मण्डल तेरो नाम मण्डल हो अनिश कुमार मण्डल यसको थरो मण्डल तर यसको नाम चाहिँ मण्डल हो ओइ 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 नो नो के हुँदैन यस्तो चल्दैन है त पछाडि पहाड हेर्छु आवाज राम्रो भयो नि गीत गाउन चाहिँ छोडिँदैन है यो ब्यागमा हाल्छु जाउँ 2 शब्द जाओस् यता मार्बल डाँडा अरे ओ बच्चा कुखुरा चोरेर आयो बच्चाले पुरा माथि हेर कस्तो कालो कालो उता एउटा हिँड्दै खायो कालो कालो स्ट्रगल गरेर फाइनली रोडमा आइपुग्यो अनि यति मुस्किलले त्यो कालेहरू कहाँ होइन कहाँ गएको त्यो काले बिड रहेछ बिड खुर्पाको बिड कहाँ गयो तिनीहरू कोदालीको बिड पनि रहेछ यसले एउटा टाउको पक्कै गयो त्यो एउटा चाहिँ स्ट्रगल गर्दैछ धेरै नै त्यो ए बल्ल ए के भयो ओइ हेर्नु न आइज भइरह हेल मार्बल डाँडा पुगिसक्यौँ है या बडा ठाउँ हो त मार्बल डाँडा किन भन्छ गडा यहाँको भ्यू हेर्न सक्नुहुन्छ त्यहाँ माथि हामी पुलचोकी चढ्ने प्रयास गरेको थियौँ तर गरेनौँ है
ओए ओ के हो खस्यो हामी पुग्यो है कडाई खाऊ So guys, peace. What is peace? This is peace. Ha ha ha. एउटा लड्यो भने चाहिँ जान्छ हामी गाडी चाहिँ खुट्टा र टाउको जान्छ त्रिपुरा We are in North क्या थियो यार हामी त्यहाँ प्लान बनाएको थियो यस्तो जाने यस्तो गाइस गर्दा गर्दा मेरो मनमा चालिसक्यो हामी फोटो सेसनहरु पनि धन्ने हाल्ने थियो अब त्यही हो हामीले त फोटो सेसन हान्छ कि त्यहाँ फोटो खिचेको थियो अब हामी यताबाट हल्का चढेर अब हामी यहाँ खाना खानेछौँ अब यतानिर चिउरा र माहु माहु मासु होइन के थियो अरे नाम सिगो सिग्रोमा 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 उड्यो है गाइस पुट सिग्रोमा यो सेतो झलै मजाले साथीको ज्याकेटमा है अनि यो यसमा चाहिँ फोर हाल्ने यो म त दियो है के मन्ना मासु मासु ओ सिग्रोमा वाला व्हाट इज दिस हाले यता मेरोमा पुगेर कुकुरा जति मासु खानु पुगेन हाम्रो पनि एक दिहाल्छु आमामा मात्रै कम्पेरिजन हेर आइराछ मन्डा सिग्रोमा 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 मासु हो क्या नयाँ भाषा आगर त तेरो हम्सी भाषामा यहाँ त पेटको मासु देखेर यसलाई आगर भन्छ बबाल प्रमाण त दे भने साथीहरूसित यसरी मजा गर्नु भने जिन्दगीको मजा यसको त कोकै चुरामा खस्दिँदा तर कोकमा अलिअलि मिलाउने सबभन्दा बल त्यो आएर चिन्तिन नबिर्सी त्यो बाह्र राख्नै पर्छ त्यो त हाइलाइटमा अब धेरै भइसक्यो अब कोकले हात दिँदा धनी पैसा हामीले आफ्नो औकाट बेचिन्छ खानु त होला नि होइन यो स्टोरीमा जाने लाग्छ मलाई हालेर माग्नु स्टोरीमा हाइकिङ कोर हो कोर हाइकिङ कोर सिधै खायो अब खिचिरा कटर क्यामेरा दुईटा फोन छ अनि एउटा ट्राइपोड होइन ल सेफ छ कुन टिस्यु पेपर यस्तो गरेर ल्यान यस्तो सुरु ल्यान पेपरले नाम ठुलो भयो टिस्यु पेपर टिस्यु कपी यो पेपरले चटपटे आयो गाइस चटपटेमा माया चटपटेमा लैजान्छु माया तिमीलाई चटपटेमा माया चटपटेमा लैजान्छु माया तिमीलाई चटपटे खुवाउन सुरु गर्छ तिम्रो गीत गाउने स्टार्ट भइसक्यो अलिक खाली छ है नयाँ सुनि त नयाँ नि त मेरो कानहरुले सुन्नु फ्यानहरू तल गइरहेको छ नि त अलिअलि यिनीहरू चाहिँ तल जाने तर्खरमा छन् टाढा तल जाने क्रममै छौँ है अगाडि यो म बुट्टोको चलिरहेको त के भयो यो
सुगम भोल्युम के भए पाउला त मान्नु न माइन भने के गर्ने I want you to stay till I'm in the grave, till I rot away, dead and buried. हामी मादल डाँडाबाट तल आइसक्यौँ है ओइसँग त गएको न पानी चाहिँ परिरहेको बब्बाल मुभमेन्टमा बब्बाल पानी पऱ्यो के भयो काले के भयो स्पिकर उता सुशीला दे ओए सुशीला कुखुराहरू भाषामा राख्दै हामी चाहिँ हामी कहाँ गएको थियो चाहिँ मार्बल डाँडा पुलचोकको आजा चोक भने अर्को छ फुलचोकीको आँडा अनि मार्बल डाँडा चाहिँ फुल गएर आयो अब हामी यहाँ छौँ बस स्टप पुग्न थियो सेको पकाउने भनेको पकाउने मिलेन अब काठमाडौँ गएपछि साथीकै घर गएर पकाउने हामी बस स्टपमा छौँ बस चढ्छौँ अनि हामी कहाँ जान्छौँ काठमाडौँ काठमाडौँ हरेक बस्दै हुन्छ नि हाम्रै स्पिकर र हाम्रै मोबाइलबाट बजायो I don't really give a damn about the way you touch me when we're alone. You can hold my hand if no one's home. Do you like it when I'm away? If I wouldn't hurt my body, baby, would you love me the same? I can feel all my bones coming back and I'm craving motion. Mama never really learned how to live. यो पनि गएर आउनु पर्छ अब जाडो महिनामा हामी चाहिँ पुगिसक्यौँ होइन बस चढेर पुगिहाल्यो नि सङ्कडा यो मेन कुरा हामीले अहिलेसम्म चेकअप पोल होइन साथीको घर गएर चेकअप पोल गर्छ ओइ सेफ तिम्रो घरमा होइन त बाटोलाई भगाउने मान्छेको घरमा जाने आज हामी खुवाउने पनि भगाउने पनि त्यो झिरमा रगत होला है साँच्ची रुनको रगत होला रुनको मासु चाहिँ होला कुन चाहिँ झिरमा लाग्यो है सेतो झिरो कि कालोमा अहिले चिटाना समेत लागेन तर के गरी अब के बोमेट समेत आयो भने ल अब हल्का बस्ने पुर्तिर खिच्नु पर्ला जस्तो है त बास सगाइ हामी चाहिँ सङ्खडाबाट यहाँ हेरिटेज पस्मिना हाउस मेरो यो बाटर भगवान् साथी एउटाको साथीको पसल है अब हामी बाँकीको पैसा के गर्ने ओइ एउटा हाम्रो एउटा बाटर एउटा बोलाएको छु बाँकीको पैसा के हाल्ने के चाट खाने मण्डलका जाने होइन यसले त्यही कुरा यहाँ हामीलाई ठग्ने भने त्यही कुरा यहाँ भन्नु भने के भन्ने चाट खाएर जाइरहेछौँ ए यसको पसल लिनुभयो अब यसको पसल लिनुहुन्छ है तपाईँहरूले नेपाल हामी चाहिँ मेरो चातवाला साथी हो पसल पुगे मण्डल यार पसल होइन ए होइन अनिस यार पसल साथीको पसल साथीको हामीले यसको पसलमा चाट खाएँ है सेको पोल्न नपाएर मासु साथीकै घरमा बनाएर खानेछौँ यो बहादुर यस ट्राइपोड होला हेर्न रोन हेर त मेरो ट्राइपोड हेर्न मुला पानी परेर अब हामी दौडेर जानुपर्छ आजको लागि चाहिँ अब यति अब हामी नेक्स्ट टाइम कहिले घुम्न जान्छौँ त्यतिखेर भ्लग होइन त ल है त बाई